Namaste and welcome back to my new vlog from Chitan Sauraha. And अहिले चाहिँ म भर्खरै उठेर अब फ्रेस हुन्छु अनि अरु के गर्छु त्यो हेर्नको लागि प्लिज इन्स्टामा भ्लग हेर्नु होला। अब चाहिँ म फ्रेस हुनको लागि फ्रेस हुन्छु, ब्रस गरेर रेडी हुन्छु अनि हेर्नुस् ब्रश एन्ड कोलगेट मिनी कोलगेट वान टाइम युजको लागि। त्यहाँतिर अब चाहिँ म कफी बनाउँदैछु आफ्नो लागि। कफी खाँदै भएर बस्ने अनि त्यस पछाडि हामी घुम्न जानुको लागि रेडी हुने। जब कपडा यो सफा गर्छु अनि त्यस पछाडि रेडी गर्छु। म चाहिँ पानी न्यू बोतल अफ वाटर लिएर न्यू भनेर अर्को रुमबाट लिएर आइसकेको छु किनकि सानो थोरै थियो। अब यता चाहिँ पानी हाल्ने अनि त्यस पछाडि साथीहरू सँगै मैले त कफी गर्नको लागि पानी तताउन राखिदिएको छु। साथीहरू त्योभन्दा पहिला चाहिँ म हजुरहरूलाई बाहिरको भ्यू देखाउँछु कस्तो छ भनेर। So beautiful view, you can see. यो चाहिँ हाम्रो स्विमिङ पुल छ अनि यो चाहिँ हाम्रो बस्ने भाइ चेयर छ बाहिर। यता मेरो वाटर पनि रेडी भइसकेको छ। अब चाहिँ म ठुला कपमा हालेर खान सकिन्छ। टी खाँदिन, कफी नै खान्छु। हाम्रो नेस्क्याफेको सानोवाला कफी छ। कफी स्ट्रेटीबाट बेसी सुगर युज गर्ने अहिले भएको हुन्छ नि मासँग बसेर खाने हो। त्यतिर म चाहिँ आफ्नो रुमको बाहिर आएर चिया नो कफी पिउँदैछु अनि यसमा हामी एउटा पनि जानुपर्छ। Here is coffee and यसमा चाहिँ म सुगर एड गर्दैछु। धेरै चाहिँ नखाने सुगर भनेर थोरै युज गरेँ। अनि यु क्यान सी हाउ इट्स लुकिङ। अनि म हजुरलाई भ्यू पनि देखाउँछु। एकदम दामी चाहिँ अझ उता गएपछि एकदम चाहिँ मैले देखाउँछु हजुरलाई दामीबाट। स्विमिङ पुल भयो अनि चाहिँ बस्नुलाई ठाउँ अनि त्यस पछाडि यता गार्डन टाइपको सप छ है। गुड। अब साथीहरू अब यसरी चुल्हामा बस्ने अनि कफी पिउने। यु क्यान सी द भ्यू हाउ इट्स लुक। यसमा जाऊँ। साथीहरू चाहिँ मजासँग म झुलामा बसेर मजासँग कफी पिइरहेको छु। So good feeling. Guys, now we are getting ready. Ready with this one, guys, now we are ready. Guys, now I'm ready. अब चाहिँ हामी एकछिनमा यहाँबाट निस्किन्छौँ अनि अरू के गर्छ हेर्नु होला इन्स्टामा। साथीहरू अब चाहिँ हामी जाँदैछौँ जङ्गल सफारीको लागि। साथीहरू चाहिँ हामी जङ्गल सफारीको लागि जाँदैछौँ। हजुर
हजुर साथीहरु अहिले चाहिँ हामी गएर चोकमा आइसकेको छ You can see the view. गएर छैन सौराहा साथीहरु अब चाहिँ मेरो हारी अनि टिपट किन जान्छ साथीहरु अब चाहिँ हामी नास्ता खानको लागि जाँदैछौँ अब सवारी पनि बुक गरिसक्यौँ साथीहरु अब चाहिँ नास्ता खानको लागि जाँदैछौँ अब चाहिँ हामी नास्ताहरू पनि निस्किसकेको छौँ जिप सफारीको लागि हामी जाँदैछौँ Guys, ready for jeep safari, guys. जुस सवारी We are ready for jeep safari. It's ready भइसकेको छ हजुरले गैँडा देख्नुभयो गैँडा देख्नुभयो आज मेरो चस्मै मैले सफारी गर्न जाँदैछ बोल्नु आमा देखाइदिनु एक्चुअली मम्मीहरुलाई पनि लिएर भिडियो भइरहेको छ यो देखाउनु सक्नु आमालाई हाइदिनु हर्षु आमालाई हाइदिनु निकुञ्ज बराबरको चाहिँ छ हामी भित्र हैन यहाँ विदेशले पर्दैन झन् चाल सकिन्छ त बाटो टाउको उठाएर बस्या मम्मी पठाइदिनु पछाडि Excited. तिम्रो गीत गाइ ए राम्रो सफारी गरेर आयो सफारी सकेर आएको कति थियो भालेको तारा हुन्छ यति लामो तारा त्यसले केरा खान्छ यसो 20-25 रुपियाँ दिनु त्यो सुनमा दिनु उसले यसो दिन्छ मलाई त्यो सुनमा दिनु त हेर्दा कति रमाइलो बाबुलाई सानो नानी डर लाग्यो सानो मान्छेलाई लो सक्दैन
आएको जस्तो छ पानी गरेपछि त्यसरी म यहाँ टिकट काट्छु नि अब हात्तिर त्यहाँ वार्डन साहबहरू हाम्रो चेक गर्दै यता टाइगर लाइन हुन्छ टाइगर जोन भएर किलो होइन त हजुर के गरे कराएको हुन्छ त्यो चिबेचराले हेर्नु न चिबेचराले ठुङ्छ क्या दुईटा बस्यो एउटा उठ्यो पानी यस्तो क्या हजुरको छाला बाक्लो हुन्छ यिनीहरूको यति मोटो त्यो सुक्खा भयो भने डिहाइड्रेट हुन्छ क्या पानी जल हाम्रो उयो यहाँ त एकदम राम्रो हो गैँडा जङ्गलमा भाइपुरी सत्य बोल्नुपर्छ राम्रो राम्रो ममा चाम्रो हुन्छ किमा पातलो बनाउनुपर्छ न यसको मोमो भनौँ ए बाबु ढाका नगर्नु है छोरीलाई त्यहाँ मान्छे माछाहरू छन् के देख्यो गोलु के देख्यौ रे फेर्दै मैले भने चिसो रहेछ कि चिसो पाएँ सरहरूको धेरै छैन त मैले डुङ्गा नि गर्नु जाने त्यहाँ वार्डन साहबहरू हाम्रो चेक गर्दै यता टाइगर लाइन हुन्छ टाइगर जोन भएर
बस्यो एउटा उठ्यो यो पानीमा मात्रै बसिरहेछ पानी यस्तो के हजुरको छाला बाक्लो हुन्छ यिनीहरूको यति मोटो त्यो सुक्खा भयो भने डिहाइड्रेट हुन्छ कि पानी जल हाम्रो उयो गुलु बाबाको यहाँ त एकदम राम्रो हो गैँडा जङ्गलमा भाइपुरी सत्य बोल्नुपर्छ राम्रोलाई राम्रो राम्रोलाई राम्रो न अब भयो अब जाम डाइनोसर ममा चाम्रो हुन्छ किमा पातलो बनाउनुपर्छ पातलो बनाउनु सकिन्न न यसको ममा भनौँ न मजबुत Also some elephant देखिसक्यौँ बाबा ए बाबु ढाका नगर्नु है उसलाई त्यहाँ हट्टाक्दै नजानु ल साथीहरू चाहिँ माछाहरू छन् Mama. गोलु के देख्यो के देख्यो गोलु के देख्यौ रे र आयो फेर्दै चिसा फेर्दै मैले भने चिसो रहेछ कि चिसो हुन्छ पाएँ हुँदैन हल्ला गर्नु हुँदैन नि जिस्कायो भने त आउँछ लाएर सरहरूको धेरै छैन त मैले डुङ्गा नि गर्नु जाने अब चाहिँ हामी जङ्गलमा अघि हामी ग्रासल्यान्डमा छौँ अब चाहिँ फरेस्ट ल्यान्डमा छौँ इकोसिस्टमको बारेमा अन्डरस्ट्यान्डिङ हुँदैछ गाइस के कति पाउँदैन बोलाएर तालिम गर्नुपर्छ अब भने जाऊ सिङ्ग्रो बस पोथी मजुर हो भालेको लामो प्वाख हुन्छ नाच्छ भालेले पोथीलाई फकाउन नाच्नु पर्छ मान्छेको चाहिँ आई लभ यु भन्नुपर्छ यिनीहरूको चाहिँ भाले नाचेर एउटालाई फकाउनु पर्छ गर्लफ्रेन्ड बनाउनलाई तर नाच्छ नाच्या पनि देखिया हुन्छ नि कति नाच्छ अहिले यो गर्मी भएर यो के हो रे गोलु मार्च अप्रिलतिर ए चाहिँ यो गैँडा माउ बच्चा हेर्नु त उहाँ यो घाइते छ कि यो बच्चा होइन यो यो त घाइते छ यसलाई हान्दै छ कि ऊ त्यहाँनिर चलिरहेको थियो एक दिन के ल्यायो गैँडाले जुधेछ यिनीहरू अनि यस्तोमा कि यस्तो गर्दनतिर कहाँनिर घाउ छ कि यसको त्यही भएर यहाँबाट भाग्दै भाग्दैन ए जुत्छ यिनीहरू के खान्छ त के खान्छ त घाँस तर मैले होइन गैँडा जुत्छ क्या त्यसले अर्कालाई मार्छ नि घाउ बनाएर मङ्की पनि छ चराई साथीहरू धेरै छ है साथीहरू खिचिरहेको छु हाम्रो सफारी हेलो गाइस यता हेर तिमीहरूको सफारी सक्यो अब जिप सफारी
यता आएर गई महाराज म आफै देखाएर हुन्छ हिरो हुन्छ एकछिन है छोटो टुर भने सानो बन्छ साथीहरू अब चाहिँ हामी चितवनबाट निस्किँदैछौँ बाई बाई सौराहा बाई बाई सौराहा अब चाहिँ हामी सिजी टेम्पलमा जाँदैछौँ सो ब्युटिफुल So beautiful Siji temple. Gaumikirara. So good. मूर्ति सुर्ति दाइ कृष्णजी नागमा बस्यो जस्तो आस्था राख्ने ठुलै भगवान केही होइन हामी गोला खाँदैछौँ कुन फ्लेभर मिक्स मिक्स हो मिक्स सबलाई एउटै सबै एउटै सबलाई मिक्स भन्दा मैले किनभने पुरा ड्याम 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 गाउँमा पर्यो उता त मैले एकछिन उता के त्यो सितेन हुन्छ कि भने त्यो हाल्दो रहेछ क्या त्यसमा मुखको टेस्ट बिग्रियो यिनीहरूलाई मनपर्छ Guys, now I want to end my vlog and thank you for watching.